नमस्ते, मेरो तर्फबाट मेरो नाम पोखर सिंहली। अहिले हामी आएका छौँ सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर 3 मा ठुटी पिपल भन्ने गाउँमा आएका छौँ। अहिले यहाँ हाम्रो क्यान्सर पीडितको घरमा आइपुगेको छौँ। हजुरको शुभ नाम? हजुरको खास सहयोग पनि के कस्तो भइरहेछ? बाहिरबाट हजुरको शुभ नाम? मेरो नाम शोभा रामबुढा हो। हजुर, मेरो घर हो त्रिवेणी गाउँपालिका वार्ड नम्बर 3 हो। हजुर यो चाहिँ मेरो दाइकी छोरी भनौँ भइरहेको हो हजुर। होइन। अब यसको अब यता दाँतको के न्युले गर्दामा अब उ भइरहेछ, क्यान्सर भयो भनेर अब हस्पिटल धेरै गयो, धेरै खर्च भयो होइन। धेरै खर्च गयो, आर्थिक स्थिति पनि धेरै कमजोर भयो। त्यस कारणले गर्दाखेरि हामीले अहिले के गरिरहेको छ भने कि अब मिडियाबाट हुन्छ कि आफ्नो गाउँको छिमेकीबाट हुन्छ कि कसरी हुन्छ आर्थिक स्वरूप जम्मा गरेर जसरी पनि यसलाई निको पार्नु पर्यो। यसको अब क्यान्सर रोग भन्ने कुरा अब यो खतरै हो। यसलाई कसरी हुन्छ अब आर्थिक घरको स्थिति कमजोरी भएको हुनाले हामीले सबैले अब जति सक्नुहुन्छ परदेशमा विदेशमा बस्नु भएको दाजुभाइ दिदीबहिनीहरूले त्यति सहयोग गरेर यो बहिनीलाई भतिजीलाई सन्चो बनाउनु पर्छ भन्ने अभियान छ हाम्रो पनि। अब यहाँ धेरै रकम लाग्ने भएको छ गरे जति सकिन्छ। अब कति लाग्यो जति भएको छ? अहिले यति उति त छैन, 1-2 महिना जति बस्नुपर्छ हस्पिटलमा भनिरहेको छ। कुन हस्पिटल? चितवन कुन? क्यान्सर हस्पिटल क्यान्सर हस्पिटल होइन? त्यहाँ अब 1-2 महिनासम्म उपचार गर्नुपर्छ, 1-2 महिनासम्म त्यहीँ अब बस्नुपर्छ भनिरहेको छ भने अब त्यही यति खर्च आउँछ भन्ने कुरो यकिन भएन। किनभने अरू जस्तो बिमारी अरू जस्तो रोग होइन, क्यान्सर पनि खतरै हो। त्यसमा आर्थिक सहयोगहरू अलिक धेरै लाग्छ होला जस्तो भन्ने जस्तो मलाई लाग्छ। अब सबैले अब सहयोग गरिदिनु होला भन्ने म त्यही भन्न चाहन्छु। कतै बुवा हुन्छ? बुवा हुन्छ भनेर कतैबाट कोही मिडियाहरू आउनुभएको छ कि छैन? ठुटी पिपलमा वडा नम्बर 3 मा आएका छौँ। हाम्रो त्रिवेणी गाउँपालिकाका हाम्रो समाजसेवी हेमराज गिरी है। भाउजू नमस्ते, भाउजू भन्नुपर्छ। म चाहिँ आज वडा नम्बर 3 त्रिवेणी गाउँपालिका वडा नम्बर 3 ठुटे पिपलमा होइन क्यान्सर पीडित भएर थपिनु भएको छ। उहाँलाई आर्थिक सहयोग गर्नको लागि हामी केही सहयोग ल्याएर सानोतिनो सहयोग भयो भने केही तपाईँलाई दसैँको मुखमा यो 6 महिना 12 गतिको दिन अब केही रात अलिक त हुन्छ कि पीडितको घरमा आइसकेपछि भनेर मलाई विदेशबाट एउटा छत्रेश्वरी बस्ने त्रिवेणी वडा छत्रेश्वरी गाउँपालिका वडा नम्बर 3 का एउटा राज भण्डारी भाइले चाहिँ मलाई एउटा दाइ हजुरले समाजसेवी धेरै गर्नु रहेछ, केही खानलाई भनेर दसैँमा सानो प्याक पठाउनु भएको थियो। उहाँले 5000 रकम पठाउनु भएको थियो। त्यसलाई मैले मैले दुःख गरिरहेको छु भाइ, मलाई पर्दैन। म चाहिँ त्यो एउटा पीडित मान्छेहरू जहाँ हुनुहुन्छ एउटा गरिब बस्तीमा एउटा क्यान्सरले थक्लिएर बस्नुभएको छ घरमा भनेर चाहिँ मैले त्यो पैसा आफूले खर्च नगरेर हजुरहरूलाई त्यो ल्याएर आएको छु। एउटा परदेशबाट भयो नि हाल मल्ची आउँदो रहेछ, उहाँले पठाइदिनु भएको छ। त्यो रकम हजुरहरूलाई मैले सानो रकम त्यो ल्याएर आएको छु। र एउटा हाम्रो क्षेत्रमा निवासी पोखर सिंह ओली भाइले पनि हजुरलाई यहीँ छिमेकी पनि हुनुहुन्छ, उहाँले पनि एउटा समाजमा धेरै राम्रा कामहरू गर्नुभएको छ। उहाँले पनि हजुरको लागि सानो 5000 सहयोग गरेर ल्याउनु भएको छ होइन। हामीले चाहिँ यो पैसा चाहिँ हजुरहरूलाई बुझाउँछौँ। सहयोग गर्ने देश विदेशबाट कसैले सहयोग गरिदिनुहुन्छ भने यस्ता दुःखी पीडितहरूलाई सहयोग गरिदिनु होला भन्न चाहन्छु होइन। यति भन्दै हामीले गाउँपालिकाबाट भन्ने तपाईँहरूलाई सिफारिस बनाउनु भने वडा नम्बर 4 को हुनुहुन्न रहेछ हजुर। 4 मा छविराज शर्मा वडा अध्यक्ष हुनुहुन्छ। उहाँबाट सिफारिस बनाउनु भयो भने तपाईँहरू कहाँ चितवन क्यान्सर हस्पिटलमा होला जानको लागि हजुरहरूलाई एम्बुलेन्स सिफारिस बनाउनु भयो भने हामीले उहाँसम्म पुर्याउनलाई म आफै एम्बुलेन्स चालक पनि हो त्रिवेणीको, मैले चाहिँ उहाँसम्म पनि हजुरहरूलाई पुर्याउन सक्छु है। सिफारिस बनाउनु भयो भने त्यस्ता अरू रकमहरू आउँदै गर्नन्। ल हामीले चाहिँ पीडितलाई चाहिँ विदेशबाट उहाँले पठाएको र भाइले गरेर 10,000 रुपियाँ अहिले चाहिँ हामीले सहयोग गरेका छौँ। यति हाम्रो भिडियो मार्फत कसैले फेरि सहयोग दिनुभयो भने तपाईँलाई फेरि हामीले ल्याएर सहयोग गरिदिनेछौँ है। यति भन्दै हाम्रो चाहिँ यहाँसम्म ल है नमस्ते। यति भयो नि सहयोग गरेर हजुरहरूलाई हामी फेरि आयौँ भने फेरि प्याकेज ल्याएर फेरि आउँछौँ है। नरुनुहोला, तपाईँलाई राम्रो होस्।
त्यो हामीले तपाईँलाई कहाँसम्म नातिनु लामो यति भयो भने भाउजू केही सहयोग हुन्छ कि भनेर आएको सहयोग हुन्छ नि आज। यता पनि देखाइदियो दाहरूलाई है सानो बच्चा पर्छ ल अब गरिदियो